सासुको बोली काँडा जस्तो बुहारीको मन टुट्यो चुपचाप। हाँस्न खोजे पनि रोकिन्छ आँसु, भित्र भित्रै पोल्छ हर रात। हिजोको अपमानपछि आशाको मन भित्रैदेखि हल्लिएको छ, तर आज उनी चुप बस्ने छैनन्। बिहानको समय घर सामान्य देखिन्छ, तर यो शान्तिको पछाडि एउटा ठूलो खेल चलिरहेको छ। अचानक सासू कमलाको आवाज गुन्जिन्छ, मेरो सुनको गहना कहाँ गयो? सबैजना अचम्ममा पर्छन्। घरभरि खोजी सुरु हुन्छ। केही बेरपछि कमला सिधै आशातिर हेर्छिन्। तिमीलाई थाहा छ होइन? आशा अचम्ममा पर्छिन्। मैले केही लिएको छैन आमा। तर ननद तुरुन्त बोल्छिन्, हिजोदेखि त भान्सामा पनि तिमी नै थियौ, अरू को होला? सबैको नजर आशामाथि पर्छ। उनी एक्लै पर्छिन्। आशाको आँखामा आँसु भरिन्छ, तर यसपटक उनी चुप बस्दिनन्। मलाई झुटो आरोप लगाइएको छ र म यो प्रमाणित गरेर देखाउँछु, कमला रिसाउँदै भन्छिन्। ठिक छ, यदि तिमी निर्दोष छौ भने साबित गर। त्यसपछि आशाले घरको चारैतिर ध्यान दिन थाल्छिन्। उनको नजर एउटा कुनामा राखिएको सीसीटीभी क्यामेरामा पर्छ। उनको अनुहारमा हल्का आत्मविश्वास देखिन्छ। अब साँचो बाहिर आउनेछ। तर के सीसीटीभीले साँचो देखाउनेछ कि अझै ठूलो खेल बाँकी छ? पुरो हेर्नु भएकोमा धन्यवाद। अब सीसीटीभीले सत्य बाहिर आउला कि कमलालाई अझै गाह्रो पर्ला? अर्को भाग हेर्नको नछुटाउनुहोला। सासुको बोली काँडा जस्तो बुहारीको मन टुट्यो चुपचाप। हाँस्न खोजे